ताजमहल पछि यो हो आगराको दोस्रो अजुबा, त्यो पनि एउटा पुराको पुरा 1 लिटरको पानीको बोतल, जुन एउटा मान्छेको पेटमा भेटिएको छ। अब 1 लिटरको पानीको बोतल त घाँटीबाट तल त जाँदैन, यो गएको हो अर्को बाटोबाट। हजुरले जुन सोच्नु भएको छ त्यही बाटोबाट, त्यो पनि अहिले छिट्टै 14-15 मार्चमा। 38 वर्षको यो सोल्टीले किन हो कुन्नी, तर आफैले नै यो बोतल आफ्नो गाडमा हालेका थिए। अब हजुरले भन्नुहोला, अब गाड हो कि डोरेमनको पकेट, जुन पुराको पुरा एउटा बोतल नै गयो। मेन कुरो के हो भन्दा आगरामा हुन्छ एकदमै गर्मी। अब यो सोल्टीले के सोचेर आफ्नो गाडमा कुलिङ सिस्टम इन्स्टल गरिरहेका थिए। अब इन्स्टल त गरे, तर निकाल्ने बेरमा बोतल गयो फस। अनि के 36 घण्टासम्म बोतल ननिस्किएपछि यो सोल्टी दौडिएन हस्पिटलतिर। अब आफैले सोच्नुहोस्, यो सिचुएसनमा यो सोल्टी दौडेर कसरी हस्पिटल गयो होला। अनि के डाक्टरले गरेन 70 मिनेटको अपरेसन, अनि बल्ल गएर बोतलले आफ्नो सास फेर्न पायो।